हेलो नमस्ते टु एभ्रिवान। आज हामी चाहिँ नयाँ भिडियो लिएर आएका छौँ। यो दसैँ तिहारको बिचमा काहीँ घुम्नु जानु पर्यो भनेर यसो सोचिरहेको हाम्रो दिमागमा चाहिँ झ्याप्प चाहिँ अप्पर मुस्ताङ आयो। त्यसपछि हामी आज चाहिँ अप्पर मुस्ताङको यात्रा सुरु गऱ्यौँ बाइकमा 2 जना। बागलुङदेखि हामी अप्पर मुस्ताङ पुगेर फर्किन्छौँ होइन। अब अहिले चाहिँ हामी जैमिनी नगरपालिकाको जैमिनी घाटदेखि यात्रा सुरु गऱ्यौँ। हामी निस्किँदाखेरि चाहिँ मौसम एकदम सफा छ, राम्रो छ, पानी परिरहेको छैन। 1-2 दिनसम्म पानी नपर्ने, त्यसपछि चाहिँ दसैँको आसपासदेखि चाहिँ पानी पर्ने भन्ने न्युज आइरहेछ। हामी चाहिँ अहिले पानी पर्दैन भनेर चाहिँ यात्रा सुरु गरेका छौँ। अब अहिले हामी चाहिँ जैमिनी घाटदेखि कालीगण्डकी कोरिडोर हुँदै हुँदै हामी मालबुङमा निस्किन्छौँ। यहाँ चाहिँ कालीगण्डकी नदी रहेको छ। यो चाहिँ पहिराहरूको बाटो छ। हामी म्याग्दीदेखि अगाडि लागिसकेका छौँ। अब हामी तातोपानीतिर गएर हामी खाना खान्छौँ, त्यसपछि अगाडि बढ्छौँ। अगाडि खाना है। हामी तातोपानीमा आएर खाना खाएर एकछिन रेस्ट गरेर हामी यहाँबाट अगाडि बढिसकेका छौँ। अहिले हामी रूप्से झरनामा आयौँ। यति बेला झरना पनि एकदम ठुलो रहेछ, एकदम राम्रो भ्यू देखिरहेको थियो। हामी पनि 2-4 वटा फोटा खिच्यौँ र अगाडि बढ्यौँ। मैले चाहिँ सुनेअनुसार काभ्रेको भिडमा चाहिँ अलिकति डिस्टर्ब हुनसक्छ भन्ने सुनिरहेको थिएँ, तर अगाडि बढिरहँदा चाहिँ अहिले चाहिँ एकदम राम्रो भइसकेको छ काभ्रेको भिडमा पनि बाटो। पहिलापटक म आउँदा चाहिँ सबै कच्ची बाटो थियो, बाटो बनाउँदै थियो भनौँ न। हामी 1-1.5 घन्टा जाममै परेका थियौँ, तर यसपालि चाहिँ एकदम राम्रो भइसकेको छ। धेरै ठाउँमा चाहिँ ढलान गरिसकेको छ, अब केही पोर्सन मात्रै बाँकी छ। अहिले हामी काभ्रेको भिड क्रस गरेर अब हामी घाँसातिर लाग्यौँ। घाँसादेखि हाम्रो एकदम राम्रो छ। अब बाटो चाहिँ माथिसम्म जम्सुङ कागबुङसम्मै राम्रो छ, एकदम राम्रो बाटो। अहिले हामी यो दसैँ तिहारको सिजनमा आएको हुनाले चाहिँ स्याउहरू पनि फलिरहेको, हल्का स्याउ चाहिँ अब घाँसादेखि नै अलिअलि देखिन सुरु भइरहेछ। अब यता आएपछि चाहिँ हल्का मुस्ताङको फिल आउन लागिरहेछ क्या। त्यो रुख बिरुवाहरूको चाहिँ डिफ्रेन्स देखिन थालेको छ। हामी चाहिँ यो ठुल्ठुलो कन्टेनरहरू देखेर चाहिँ एकछिन चाहिँ छक्क पऱ्यौँ। हामी यता मुस्ताङको नाका खुलेको हामीलाई थाहा थिएन। उता रसुवामा चाहिँ बाढीले प्रभाव पारिसकेपछि चाहिँ यता मुस्ताङको कोराला नाका खुलेको रहेछ। बाटोभरि कन्टेनरहरू, इभी गाडीहरू टन्नै देखेपछि चाहिँ हामीले लोकललाई सोधेको चाहिँ यताको नाका खुलिरहेछ अहिले भन्नुभयो। त्यसपछि हामी झन् खुसी भएर नाका खुलेको भए बाटो राम्रै छ भनेर अगाडि बढिरहेछौँ। हेरौँ कस्तो छ अगाडिसम्म।
बिहार चाहिँ यता मुस्ताङमा चाहिँ बाढी पहिरो आयो भन्ने न्युज सुनिरहेको थियौँ नि त। कागबेनीहरूमा चाहिँ कति घरहरू पनि बगायो भन्ने न्युज सुनिरहेको थियौँ, तर राम्रै बाढी पहिरो आएर रहेछ। यो सबै यो कालीगण्डकी पहिला हिँडेको भागमा चाहिँ सबै गिटी बालुवाहरू चाहिँ एकदम ठुलो चौर बनिरहेछ क्या। भनेपछि बाढी राम्रै आएर रहेछ। हामी चाहिँ त्यो हेर्दै हेर्दै कालीगण्डकी किनार किनार एकदम राम्रो दृश्य हेर्दै हेर्दै अगाडि बढिरहेछौँ। अहिले हामी मार्फा र लेतेको बिचमा छौँ। यो एरियामा चाहिँ एकदम ठुल्ठुलो स्याउबारीहरू रहेछ क्या दुवै साइडमा। अनि यति बेला चाहिँ स्याउ टिप्ने बेला भएर रहेछ। यहाँ चाहिँ स्याउबारीहरूमा चाहिँ स्याउ टिपिरहनु भएको छ। हामीले 1-2 ठाउँमा सोधेको चाहिँ भित्र छिर्न दिँदैनौ भन्नुभयो। अनि यो ठाउँमा पनि रोकेर सोधेको चाहिँ आउनुहोस् न त भन्नुभयो। उता परसम्म चाहिँ जान दिनु भएन। हामी वरपर चाहिँ हेरिरहेछौँ। एकदम राम्रो स्याउ फलिरहेछ, बाक्लो फरिरहेछ। कोही चाहिँ पाकेर भुइँभरि झरिरहेछ। यो किन नटिपेको भन्दा त्यो बढी पाकेको छ अरे। त्यो बढी पाकेको चाहिँ नबेच्ने रे। अब रुखको चाहिँ प्याक टिपेर यहाँ कार्टुनमा प्याक गर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ। यो फर्ममा चाहिँ 2 किसिमको स्याउहरू रहेछ। एउटा चाहिँ 5 चुचे रे, यो रातो स्याउको नाम चाहिँ 5 चुचे। अनि अर्को चाहिँ यो हरियो कलरको स्याउ छ। यो चाहिँ पाकेपछि चाहिँ हल्का पहेँलो कलर चाहिँ आउँछ अरे, तर त्यस्तो रातो चाहिँ हुँदैन अरे। तर यो चाहिँ मिठो हुन्छ अरे। यो पहेँलोवाला चाहिँ बेसी मिठो हुन्छ अरे रातो भन्दा। यो रातो चाहिँ 5 चुचे स्याउ रे। यो चाहिँ ठुल्ठुलो दाना पनि हुँदो रहेछ। अब हामी यहाँबाट निस्क्यौँ र अगाडि बढ्यौँ। यो मार्फा माथिसम्म पुग्दासम्म हामीले चाहिँ स्याउहरू चाहिँ एकदम धेरै देख्यौँ। 2 साइडमै मजाले स्याउबारीहरू। जति माथि जान्छ उति चाहिँ स्याउको दानाहरू अलि सानो फरक किसिमको स्याउहरू देख्यौँ। तलको चाहिँ रेड कलरको थियो भने यो चाहिँ ब्लड रेड टाइपको अलि सानो दाना, एकदम मिठो होला जस्तो स्याउहरू छ। यता माथितिर चाहिँ सबै स्याउहरू पाकेर टिप्ने बेला भइरहेको रहेछ। मार्फाको स्याउबारी हो यो चाहिँ तलको। सबै स्याउबारी हो यो, देखि नि जति भयो माथिसम्म। काठमाडौँ जाने बस पुटोल धनगढी नगरपालिका टुर आएको बस होला त्यसो भए। जता हेऱ्यो स्याउबारी, जता हेऱ्यो स्याउबारी। अहिले फेरि सिजन है स्याउको, राम्रो पाकेको स्याउ छ। अघि हामीले स्याउ टेस्ट गरि पनि हाल्यौँ एउटा फलमा छिरेर। विभिन्न कलरको स्याउहरू फलिरहेछ। अब चाहिँ मुस्ताङ फिल आइरहेछ हामीलाई। अहिलेसम्म चाहिँ हामी म्याग्दीतिरै छौँ कि जस्तो लागिरहेको थियो मुस्ताङ आए पनि, तर अब चाहिँ एक्ज्याक्ट मुस्ताङै हो भन्ने फिल आइरहेछ। अब हामी यहाँदेखि जोमसुमतिर अगाडि बढ्यौँ। हामी जति अगाडि बढ्दै गर्छौँ उति चाहिँ हावा चाहिँ अलि जोडले चले जस्तो हामीलाई फिल भइरहेछ। अनि यतातिर उत्पादन भनेको एउटा स्याउ त देखि नै हाल्नुभयो। त्यसपछि फापरहरू राम्रो फलिरहेछ। तल चाहिँ त्यो प्लटिङ जस्तो बनाएर फापरहरू। अर्को पहेँलोदेखि चाहिँ सायद गहुँ होला, त्यो गहुँहरू फापरहरू राम्रो फलिरहेछ जस्तो। एकदम त्यो कलरफुल फापर फल्दा पिङ्क टाइपको कलर र गहुँको चाहिँ येल्लो टाइपको कलरहरू चाहिँ आइरहेछ। माथि रोडबाटै देख्न सकिन्छ। अब हेरौँ अगाडि के फलिरहेछ, के छ। जोमसुम जाने चाहिँ ऊ त्यो तल देखिया छ नि, हो त्यो हो। यहाँ चाहिँ एउटा गुम्बा रहेछ र हामी यसो पसौँ न के रहेछ भनेर आएको है। अब जस मुस्ताङको भाइस आइरहेछ यहाँ आउँदा चाहिँ। तलसम्म चाहिँ हामीलाई म्याग्दी नै छौँ जस्तो लागिरहेको थियो। मुस्ताङ जिल्ला इन्ट्री गरे पनि हाम्रो राइडर चाहिँ त्यहाँ चिलपारामा बस्नुभयो है। हाम्रो राइड चाहिँ यहाँ छ। हावा चल्दो रहेछ कि यहाँनिर। अहिले हामी कागबेनीदेखि माथि मुक्तिनाथ जाने बाटो छोडेर हामी अप्पर मुस्ताङतिर जाने बाटो लाग्यौँ। यता यो डोल्पा जाने बाटो पनि यही रहेछ। यहाँबाटदेखि कालीगण्डकी पारी तरेर पारी जाने रहेछ। हामी चाहिँ वारीको साइडमा चाहिँ अब लाग्यौँ हामी अप्पर मुस्ताङतिर। यतातिर आएपछि हावामा चाहिँ हल्का बालुवाहरू पनि उडाइरहेको जस्तो भइरहेछ हामीलाई चाहिँ। अब हेरौँ अगाडि कहाँसम्म पिच छ। अहिलेसम्म पिचै छ, अलि अगाडिसम्म पिच छ भन्दै हुनुहुन्थ्यो तल सोधेको त।
पिचबाट धेरै अगाडि आइसक्यौँ। त्यो अब अप्पर मुस्ताङ जानको लागि पिच बाटो छोडेर हामी कच्ची बाटो लागिसक्यौँ। पिच अलि अगाडिसम्म मात्रै रहेछ। हाम्रो बाइकको कन्डिसन बेला बेलामा मान्छे झर्नी गर्नुपर्ने रहेछ अलिअलि। अब यहाँ तलसम्म त ठिकै छ, माथि पुगेपछि झन् कस्तो छ है। गलत ठाउँबाट हालेछौँ क्या बाइक। नो मेरो राइडर पुरो परे नै क्या हो। यो चाहिँ हाम्रो कालीगण्डकी अझै छ, देखिँदैछ। यो चाहिँ अचम्म लाग्यो क्या, नेपाल गएको चाहिँ यस्तो थुक्का गरेर बसेको छ। यो चाहिँ चराङ भन्ने बस्ती रहेछ। हामी हिजो लोमान्थाङ पुग्न सकिन्छ कि भनेको, यहाँदेखि 45 मिनट जति लाग्थ्यो अरे लोमान्थाङ जान। यहाँ आउँदै 7 बजेको थियो, चिसो पनि बेसी भयो। अनि हामी यही होटलमा बस्यौँ है। के छ लुम्बिनी गेस्ट हाउसमा, राम्रो छ रुमहरू पनि, तातो पानी सबै व्यवस्था रहेछ। अब आज चाहिँ हामी यहाँदेखि लोमान्थाङको यात्रा सुरु गर्छौँ। अप्पर पुगेर आज हामी सकेसम्म बागलुङ झरेर बस्छौँ। हामी चाहिँ अलिकति ब्याड इन्फर्मेसनमा हिँडेछौँ कि एकजना साथी जानुभएको थियो अप्पर मुस्ताङ र उहाँलाई सोधेर हिँडेको। धेरै लाग्दैन, जोमसोमदेखि त्यहीँ त हो, 3-4 घन्टा भन्दैनु भयो। हामी हावापारामा हिँड्यो, तर जोमसोम आएर सोद्धाखेरि चाहिँ जोमसोमदेखि कोराला नाका 115 किलोमिटर चाहिँ, पिच भनेको त्यो 3 देखि 4 किलोमिटर जति होला। बाँकी चाहिँ सबै अफरोड पनि कस्तो भने अलि छुसाङदेखि अलि अगाडि आएर हामी कालीगण्डकी क्रस गरेर वारी आइसकेपछि चाहिँ एकदम अप्ठ्यारो बाटो कि, माथि हाइट पुग्नुपर्ने, फेरि झर्नुपर्ने, एकदम त्यो बाटो एकदमै अप्ठ्यारो। फेरि हावा त्यस्तै होइन, आँखामा पनि धुलो परेर मैले भिडियोहरू पनि यो 3-4 घन्टाको यो बाटोको चाहिँ बनाउन सकेन। हामी चाहिँ लोमान्थाङ गएर बस्न सकिन्छ कि भनेको, एकदमै गाह्रो भयो। हामी चाहिँ अनि चराङ आएर बस्यौँ। हिजो राति चाहिँ भिडियो गराउन सकेन। अहिले बिहानको चाहिँ अबको चाहिँ म दृश्यहरू के कस्तो छ चराङदेखि माथि कोराला नाकासम्मको चाहिँ म सबै अपडेट दिन्छु। यो बिचको पोर्सन चाहिँ अलिकति छुटेको छ, तर मैले भिडियोहरू त लिइरहेको छु, हेरौँ। हामी यता माथि आएपछि हरियाली देखेको भनेको यो लोमान्थाङ वरिपरि चाहिँ यो रुखहरू चाहिँ पहेँलो पात भएर फुलिरह, झर्ने बेला भएको होला सायद। अब चाहिँ उजाड हुन्छ नि त। अनि अलिकति हरियाली अनि पहेँलो पातहरू, अलिकति खेतीयोग्य जमिनहरू जस्तो चाहिँ देख्यौँ। यतातिर चाहिँ स्याउबारीहरू पनि यो लोमान्थाङ वरिपरि पनि भेट्यौँ। अनि तल चाहिँ फापर काट्दै हुनुहुन्थ्यो, काट्दै अथवा गोड्दै, उहाँ फापरबारी पनि रहेछ। यता चाहिँ अलि माथि आएपछि चाहिँ यो एरियामा चाहिँ हामीले खेतीयोग्य जमिनहरू चाहिँ देख्यौँ। अलि अगाडिसम्मै हुन्छ अरे फापरहरू चाहिँ। अब हेरौँ अगाडि के छ। एकदम रमाइलो एरिया रहेछ। यता माथि चाहिँ रोमाञ्चक रहेछ दृश्यहरू चाहिँ। हामी चाहिँ लोमान्थाङ पुग्दासम्म 37-80 को हाइटमा हुन्छौँ होला, तर कोराला नाका चाहिँ हामी 4600 भन्नुभएको थियो क्यारे। 4600 को हाइटमा पुग्छौँ। अब हेरौँ माथि जाउँ के कस्तो छ। बाटो त राम्रै छ अरे। अब चराङदेखि माथिसम्म बाटो चाहिँ एकदम राम्रो रहेछ। माथिसम्मै राम्रो छ अरे। माथि गएपछि 10 मिनट जति त पुरै चौर हिँड्नुपर्छ अरे, त्यो भन्सारदेखि माथि। हेरौँ अगाडि कस्तो छ। हामी अहिले चाहिँ नामडोक खोला पुल तरेर अगाडि यो भन्सारहरू राख्ने ठाउँ, यो यसको एक्ज्याक्ट नाम चाहिँ के थियो मैले ठ्याक्क बिर्सेँ। यो कन्टेनरहरू टन्नै छ, इभी गाडीहरू सबै आएर यहाँ दर्ता भएर अनि चाहिँ जान्छ अरे। त्यहाँ पुग्यौँ। यहाँ चाहिँ उहाँहरूले सबै डिटेल सोध्नु हुँदो रहेछ। अनि माथि अलि गाह्रै छ, हाइट डिफ्रेन्स धेरै छ, राम्रोसँग जानुहोस् भन्दै हुनुहुन्थ्यो। अब हामी यहाँदेखि माथि लाग्यौँ। यहाँदेखि माथि गएपछि अलिकति चाहिँ माथि उक्लिनुपर्छ, त्यसपछि चाहिँ पुरा खुल्ला चौर छ अरे होइन। रमाइलो छ अरे माथि बाटो। हेरौँ हामीसँग चाहिँ चाइना साइड जाने चाहिँ पास भएन। यता यहाँको स्थानीय लोकलहरूलाई चाहिँ 1 इयरको पास दिँदो रहेछ सिडिओ अफिसबाट। अनि अहिले चाहिँ यहीँ पालिकाबाटै दिन्छ अरे। अनि हामी बाहिरबाट आएको मान्छेलाई चाहिँ सिडिओ अफिसमा 2-4 दिन अगाडि नै भनेर दर्ता गराएर त्यहाँबाट डकुमेन्ट बोर्डरको चाइना बोर्डरको पारिपट्टिकोले नि स्ट्याम्प हानेर पठाउनुपर्छ अरे। त्यो गरेर 1 डे पास चाहिँ आउँथ्यो अरे। हामीलाई चाहिँ यो सबै नाका खुलेको ओरेको थाहा भएन, त्यो हुनाले हामी पासको झन्झटमा लागेनौँ।
अब जान्छौँ हामी बाहिर बोर्डरबाटै हेर्छौँ पारिपट्टिको साइड वारिपट्टिको साइड कस्तो कस्तो छ हैन पास नभए पनि ठिकै छ अघि तलबाट आउँदा माथि माथि देख्ने पहाडहरू चाहिँ हामी क्रस गरेर एकदम धेरै हाइटमा आइसकेका छौँ माथि अहिले त्यो पहाडहरू चाहिँ हामीभन्दा तल तल भइरहेको छ रमाइलो रहेछ माथि चौरमा आएपछि चाहिँ अब हामी कोराला नाकादेखि 2-3 मिनटको डिस्टेन्समा मात्रै छौँ यहाँबाट देखिन थालिसक्यो पारिपट्टिको बिल्डिङहरू चाहिँ देखिरहेको राम्रो देखिरहेको अब होइन गाडीहरू पनि इभी गाडीहरू कमै ल्याइरहेको रहेछ अहिले बाटोबाट त्यो बाटोमा टायर गएर गएको छ त्यो के भएर गएको छ मुस्ताङको कोराला नाकामा छौँ है पारिपट्टिको त्यो चाइनिज मार्केट हो अब हाम्रो नेपाली मार्केट चाहिँ यस्तो छ है यहाँ टेन्टभित्र चाहिँ अलिअलि खुद्रा सामानहरू चाहिँ व्यापार हुन्छ अरे हेरौँ के पाइँदो रहेछ है पार्किङ यता छ चाइनिज पास लिन चाहिँ रसुवाको जस्तो अलिक सजिलो रहेनछ यता पास चाहिँ 2-3 दिन अगाडि नै भनेर सिडिओबाट बनाएर लिएर आउनुपर्ने रहेछ त्यो हुनाले हामी भित्र जान चाहिँ सकेनौँ यहीँबाट हामी नेपाली मार्केट छिर्छौँ हेरौँ के छ भेडा र च्याङ्ग्रा लुगाहरू बिस्तारै साथी बिस्तारै बाटो छोड्दैनन् भेडा एक आउँछन् हामी चाहिँ अपरबाट विशेष कारणवश तत्काल हिजो गएर आज हिजो हामी लमनथाङ बस्यौँ र आज चाहिँ फेरि माथि अपर गएर बोर्डर पुगेर हामी म्याग्दी आइसक्यौँ अब चाहिँ हामी घर जान्छौँ बाग्लुङ